आज एकजना दाइको चाहिँ नेपालबाट सामान आएकोहरू चाहिँ त्यो सामान रिसिभ गर्नको लागि चाहिँ हामी 3 जना साथीभाइ मिलेर लाग्यौँ दाइको सामान रिसिभ गर्न। त्यसपछि बाटोमा हेर्नु न टनल कस्तो छ है। टनल हेर्दाखेरि अनि ठुल्ठुलो बिल्डिङ देख्दाखेरि त हामी त छक्क परिहालेछ, 3 छक्क परिहालेछ हजुर। अनि त्यसपछि सामान रिसिभ गरिसकेपछि हामी लाग्यौँ घुम्नलाई। घुम्न कहाँ भन्दा त बुर्ज खलिफा प्लस दुबई मल घुम्नलाई। दुबई मल छिर्दाखेरि हेर्नु न है कति ठुलो स्क्रिन हो। आमामा यो देख्दा त यो उठाएर घरै लिएर जान पाए नि हुन्थ्यो जस्तो लाग्ने के मनमा चाहिँ। अनि त्यसपछि त्यहीँनिर नजिकमा रहेको एउटा के भन्छ यसलाई माछाको टनेल भन्छ कि पनेल भन्छ है। आमामा त्यो देख्दा छक्क परिहालेछ हजुर, कति ठुल्ठुलो माछा हो। त्यसपछि त्यहाँनिर एउटा साइडमा चाहिँ यस्तो खालको झुमर परिहालेछ, देखिहालेछ हामीले। हेर्दाखेरि हामी त छक्क परिहालेछ। घुम्दा 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 बाटो भुलिहालेछ भित्र कता हो कता होइन। साथीले भन्थ्यो दुबई मल घुम्न गइसकेछ बाटो भुल्छ बाहिर निस्किने भनेर भनिरहेको थियो। त्यो सोच्दाखेरि हामी पनि छक्क परे। बाटो खोज्दा खोज्दा यता घुम्दा उता घुम्दा कता कता घुमिहालेछ बल्ल तल हामी तल झर्दा 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 तल बल्ल बाहिर निस्किने बाटो परिहालेछ। बाहिर निस्किँदा त हेर्नु न फेरि ठुल्ठुलो बिल्डिङ देख्दा त अचम्म परिहालेछ। त्यसपछि पछाडिबाट दाइले भिडियो बनाउनु भएको रहेछ, मलाई थाहा नै भएन। त्यसपछि अगाडि गएको बुर्ज खलिफा रहेछ। हेर्नुहोस् हजुर, बुर्ज खलिफा माथि हेर्दा त आकाशै छुवा जस्तो लाग्ने कि हजुर माथि होइन। त्यसपछि हामी त्यो घुमेर